नमस्कार, मेरो नाम निरव रत्न साक्य हो। म कक्षा 1 मा पढ्छु। यो दशैँको बिदामा म मुस्ताङ घुम्न गएको थिएँ। नमस्कार, मेरो नाम चाहिँ रेश्मा साक्य हो। म चाहिँ निरव रत्न साक्यको फुपू हो। हामी चाहिँ मुक्तिनाथको यात्रामा सँगै गएका थियौँ। कति दिन लगाएर गएको थियो थाहा छ तिमीलाई? 3 दिन लगाएर गएको थिएँ। हामीले पहिलो दिनमा कहाँ बास बसेका थियौँ? पोखरामा। अनि दोस्रो दिनमा कहाँ बस्या थियो याद छ? मुक्तिनाथ। अनि तेस्रो दिनमा चाहिँ हामी बेनी। अनि बेनीबाट चाहिँ हामी के भएको थियो? चौथो दिनमा घर राति फर्केको थियो। अनि रमाइलो भएको थियो हाम्रो त्यो यात्रा थियो। हामी कहाँ छौँ? हामी पोखरीमा छौँ। पोखरामा कि पोखरीमा? पानी त कस्तो गयो है? अब हामी यहाँबाट कहाँ जाने? यहाँबाट मुक्तिनाथ जाने। रमाइलो लागिरहेछ? लागिरहेछ। यसलाई के भन्छ? यो ठाउँलाई के भन्छ? पोखरा। पोखराको यो कुन ताल हो? पोखरी। केवा ताल भन्छ यसलाई? के भन्छ रे? अनि यो मन्दिरलाई कुन के भन्छ रे? बिन्दवासिनी मन्दिर भन्छ। के मन्दिर भन्छ रे? के ताल भन्छ रे? यस, ल हामी अब कहाँ भेट्छौँ? मुक्तिनाथ। ओके, बाई। बाई। कहाँ आइपुग्यो भुन्टु हामी? बागलुङ काली मन्दिर। बागलुङको कालिका मन्दिर भन न। बागलुङको कालिका मन्दिर। अनि बागलुङ कालिका मन्दिर पनि गएका थियौँ हामी। अनि मन्दिर पनि कस्तो रमाइलो थियो, राम्रो थियो। तर त्यहाँ चाहिँ एउटा पुल थियो होइन, सबैभन्दा लामो पुल। त्यहाँ चाहिँ हामीले डर लागेको थियो। हामी जान सकेनौँ है, त्यो पुल तर्न सकेनौँ है। अनि त्यो बाबा चाहिँ चाइना गएको जस्तै, इन्डिया गएको जस्तै पुल तरेर आउनु है। अनि के अरे त्यो पुल चाहिँ बागलुङ र कुसमा जोड्ने पुल थियो। अनि कति माथि उचाइमा थियो होइन। अनि मान्छेहरूको भिड थियो। अनि मान्छेहरूको भिड हुँदाखेरि चाहिँ त्यो पुल झन् हल्लियो। अनि हल्लिसकेपछि भुन्टु र फुफू चाहिँ जान सकेन। अनि त्यसपछि हामीले कुन पुल तर्यौँ रे? मुस्ताङ गइसकेपछि चाहिँ कागबेनीमा। कागबेनीको पुल पार गरे सबै हामीले दुईजनाले। त्यहाँ चाहिँ डर लागेन किनभने त्यहाँ मान्छे पनि थिएन। अनि पुल पनि सानो थियो। अनि त्यसपछि मान्छे हामी फर्किँदाखेरि झन् धेरै मान्छे आयो। अनि त्यसपछि पुल हल्लिन थाल्यो। अनि त्यसपछि हामी पुल पार गर्दा जाँदाखेरि चाहिँ मान्छे थिएन। त्यस भएर सबै पार गरिदियो है। अनि फर्किने बेला चाहिँ मान्छे भएर पुल हल्लियो। त्यसपछि डर लाग्यो? डर त लागेन। डर लागेन है। अनि मेरो भुन्टुले फोटो पनि खिचिदिएको थियो है, राम्रो। अब हामी चाहिँ पोखराबाट हिँड्यौँ। अनि यो चाहिँ हामीले बेनी कटाइसकेपछि चाहिँ माथि पुगिसकेपछि चाहिँ जाम सुरु भयो होइन बुन्टु? अनि यहाँसम्म चाहिँ बाटो पनि राम्रो थियो। अनि जस रमाइलो भएको थियो, डर पनि लागेको थिएन। त्यसपछि यो जाममा हामी 1 घन्टा जति बस्यौँ होला होइन। अनि यो जाम क्रस भइसकेपछि चाहिँ हामी गयौँ। अनि अझ हामीलाई रमाइलो लाग्यो। हिमालहरू देख्न थाल्यौँ। झन्झन नजिक आएको जस्तो लाग्यो होइन। अनि पछि गयौँ त हामीलाई त के भयो भन त? बाटो त बिग्रेको रहेछ, भत्केको रहेछ। डेन्जर लाग्यो नि। डेन्जर लाग्यो। अब यहाँ आयो हामी काली गण्डकी खोला भन्दैन, काली गण्डकी नदी भन्छ, बुझ्यौ? अब यहाँ चाहिँ हामी बस्यौँ 3 घन्टा जाममा, हो कि होइन भन त? अनि हामीलाई कस्तो डर लागेको थियो है यो बाटो देखेर। तल भिर त्यहाँ हेर्दा मात्र फराकिलो भिर, तल पनि भिरै भिर, माथि पनि भिर,
कस्तो डर लागेको थियो, सबै डराएको थियो है, कस्तो बाटोमा आयो भनेर हामी तर्सेका थियौँ। पुन्टु हामी कहाँ आइपुग्यो? मुस्ताङमा होइन, मुस्ताङको कुन ठाउँ आइपुग्यो? मुक्तिनाथ। अहिले घडीमा कति बज्यो होला थाहा छ तिमीलाई? 10:30 गयो रातिको। 10:30 भइसक्यो। हामी राति हिँड्दैछौँ यो बाटोमा। चिसो भइरहेछ। ल हामी यस्तो जाडो छ। यो मेरो भुन्टु अनुहार देखो त भुन्टु। अनि यो भुन्टुको निनी। हामी चाहिँ 10:30 बजे। जाडो छ है? चिसो छ कि छैन? ल हामी मुक्तिनाथमा हिँडिरहेछौँ। रमाइलो भइरहेछ भुन्टु? हामी कहाँ छौँ? हामी मुक्तिनाथमा। हो, अहिले कति बजेको छ? अहिले 11:30। कति बिहानको कि बेलुकीको? रातिको। कस्तो छ यहाँको भन्देऊ त? जाडो छ कि गर्मी छ? जाडो छ है। अब यहाँ हामी बस्ने होटल कुन हो देखाउ त? हामी यो होटल बस्ने। हामी भर्खर खाना खाएको। अब हामी कहाँबाट चढेर जान्छ थाहा छ तिमीलाई? यता माथि। ल देखाउ त। यहाँबाट चाहिँ हामी भोलि बिहान कहाँ जान्छौँ? मन्दिर जान्छौँ है। ल पानी कस्तो लाग्यो तिमीलाई? ल तिमीले एक्सपिरियन्स सुनाउ त, कस्तो छ आज दिनभरि? के गर्यौ? आज हामी कहाँ पुग्दैछौँ? आज हामी मन्दिरमा, मुक्तिनाथ मन्दिरमा छौँ, हिँड्दैछौँ। यसरी कतिको जाडो भइरहेछ बुन्टु? त्यो के हिमाल हो रे? धौलागिरी, मनासलु, नीलगिरी के हो? ल हिँड त बुन्टु। हामी चाहिँ मुक्तिनाथमा बिहानै चढ्न गएको थियौँ। त्यसपछि चाहिँ हाम्रो भुन्टु चाहिँ उफ्री मुक्तिनाथको बाटो हिँडिरहेको थियो। हो कि होइन भन त? उसलाई रमाइलो लागिरहेको थियो। अनि हामी अँध्यारोमै गएको थियो होइन? अँध्यारोमा चाहिँ होटल पुगेको थियो। होइन, अनि बिहान पनि हामी अँध्यारोमै मुक्तिनाथको मन्दिरमा भर्याङ चढेको थियौँ नि, याद छ? अनि चिसो थियो, कम मान्छेहरू थियो होइन? अनि तिमीलाई गाह्रो भएको थिएन। अनि बाजे र बाबा चाहिँ पछाडि हुनुहुन्थ्यो, अनि हामी चाहिँ अगाडि गएको थियौँ कि न? अनि माथि पुगिसकेपछि चाहिँ एकैछिनमा हाम्रो भुन्टुलाई चाहिँ लेक लाग्यो। अनि उसलाई गाह्रो भयो। अनि उसले के भन्न थाल्यो भने, मलाई नि निन्दा लाग्यो भन्दै थियो। अनि त्यसपछि भमिट पनि आउन लागेको थियो। अनि टाउको पनि दुखेको थियो? थिएन, नुनु मात्र आउनु लाग्यो, निन्द्रा लाग्न आयो। अनि त्यसपछि बान्ता आउन लाग्यो होइन त? अनि त्यसपछि हामीले त्यहाँ हेल्थ पोस्ट छ भनेर, स्वास्थ्य चौकी छ भनेर गयौँ माथिनिर। अनि त्यहाँनिर चाहिँ अरू पनि बेबीहरू चाहिँ लेक लागेर आएको रहेछ होइन? अनि तिमीले त्यहाँ हिटर थाप्यौ, अनि तिमीलाई अलिकति कम भयो। अनि तिमी र बाबा चाहिँ तलनिर मुक्तिनाथको होटेलमा आयो होइन? अनि गाह्रो हुँदो रहेछ बुन्टु लेक लाग्दाखेरि? अब अरू माउन्टेनहरू चढ्ने कि नचढ्ने नि? नचढ्ने। अब बिस्तारै चढ्ने भन न। अब बिस्तारै चढ्ने।